हेलो गाइज, वेलकम माई युट्युब च्यानल। म तानमङको तर्फबाट सबैजनालाई नमस्कार गर्न चाहे फेरि पनि। र आज चाहिँ म मेरो ठुली आमा, माइजू, बहिनी, आमाहरूसँग लक डाँडा जाँदैछु। हजुरहरू पनि आउनु होला घुम्नको लागि भन्न चाहन्छु। अब त्यतैतिर गएर भेटौँला है त। अनि हामी घुम्न जाँदै आज साथीहरू हाम्रो ग्रुप हेर्नु यहाँ कम छ। भाइ, ठुली आमा, आमा, बहिनी, माइजू सबैजना घुम्न गएको। लौ 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 हामी चाहिँ आइपुगेको अवस्था। डाँडामा कम त रमाइलो छैन। फेदतिरै छु, डाँडामा पुगेकै छैन। कता कता हो? ए लुन हौ, कता हो? बाहिर निस्किनु पर्यो नि, मैले देख्दै देखिनँ। कम त रमाइलो भा। ओहो, अब पुछारदेखि शिरमा पुग्नै छ। त्यो डाँडामा पुगेर आई लभ यु भन्छु है मैले। को आउने हो फेरि? आफ्नो पहिल्यै त नि। त्यो डाँडामा पुगेर आई लभ यु बुढा भन्दैछु मैले, सुन्नु होला। हाम्रो बुइनी, हाम्रो माइजू। आइसक्रिम आयो, आइसक्रिम आयो। मास्तिर जाऊँ न, मास्तिर। ओहो, कति रमाइलो है। ओहो, यस्तो रमाइलो त अहिलेसम्म मलाई त थाहा थिएन त। कता जाने? सबै चाहिँ कति अग्ला अग्ला, एउटा चाहिँ कति होचो। यो मेरो बुइनी, फुची बुइनी साह्रै लजालु छे, साह्रै लजाउँछ मोरी। साइकल मगाउनु त ल। भाइहरूले साइकल उडाउँदैछ आज। ओहो, ओहो, पर डाँडामा पनि नाच्दैछन् मान्छेहरू, जोडा जोडीहरू नाच्दैछ है त। हाम्रो यहाँ बुइनीको टिकटकै बनेन, खै के हो के हो। हेर्ने मान्छे यहाँ क्यामराम्यान। यिनीहरूले लभ डाँडाको डुबो मारेका उता मार्दैछन्। कहाँ कहाँ गएको हो यस्तो डाँडा काँडामा? सहरमा आयो क्या? अब भरे थकै लाएर सुत्नुहुन्छ होला। म चाहिँ यही बस्ने आयो मकै केरा आइसक्रिम कुल्फी हिँड्ने भयो हो र? चस्मामा पसिना आएर आँखै छोप्यो होला। मबाट पसिना आयो रे, डबल पसिना आँखा छोपे भनेको।
बिडी नखाइ कहीँ जान्न रे हजुर आउँदैन ब्लक चाहिँ त्यही डाँडामा होला ल साथीहरू मान्छेको त यस्तो लभ डाँडामा लभ गर्न आउँछन् के हार्ने होला लु काखैमा सुतिदिए लु नाच्नु त आमा एकचोटि गीत गाएर ल नाच्नु त ल गीत गाएर नाच्नु त आमा आमा र माइजू ठुली आमा नाच्नु मेरा नाच्दै हुनुहुन्छ हेर्नु होला आफै गीत गाउँदै आफै नाच्ने लज्जा ल हेर्नु भयो खै त्यति न गीत माइजुन फेरि नाच्नु एकचोटि नाच्नु नाच्नु लभ डाँडामा चाहिँ नचाउनु ल्याएको गीतै नभएर नाच्नै पाइएन के गीत गाएर नाच्नु आमा अरू गीत गाउ न राख्नु घौले यो बुइनी चाहिँ जति बेला नि मोजे खाऊ भन्छ फेरि के हो यस्तो नाच राति भयो रातिको कति राम्रो आउँदो रहेछ देख्दो रहेछ त ल जाम पानी पर्न लागेको जस्तो छ यस्तो लुगाटे बेसेरा लगिनु किन के गर कमेडी छ आज भिडियो कस्तो राम्रो थियो है आमा कति रमाइलो कति राम्रो छ हाम्रो नेपाल हेर्नुहोस् त साथीहरू ल कति रमाइलो बुइनी माइजू भाइ आमा हामी सबैजना छौँ अब घर जान लाग्यो राति भइसक्यो ल जाम मेरो हो ल जाम है कोही छैन ओहो कति रमाइलो साँझ पाउनु पर्ने है कति राम्रो ठाउँ यसरी डाँडामा बसेर हावा खानी साँझ पख यति राति पनि टिकटक बनाउँदैछन् यता फेरि ल के हो खै लौ जा हाइट चट मैया चट मान्छे त दर्शनी नि छ ल हिँड ल हेलो साथीहरू कति रमाइलो ठाउँ ल देख्न सक्नुहुन्छ
यसरी साँझ आएर चाहिँ यस्तो डाँडामा बसेर हावा खाएर यसो आफ्नो घर गाउँको यसो नेपालको वातावरण देख्न सक्नुहुन्छ है। एकदम रमाइलो राम्रो ठाउँ हाम्रो नेपाल होइन। अब यति सुन्दर ठाउँ, कति रमाइलो कति राम्रो कति चिसो हावा लागेको छ। हामी लकडाउनमा आएको अवस्था ल आज ग्रुप हेर्नुहोस् है ल। अनि यहाँ यसो ब्याग झुन्डाउने ठाउँ पनि छ फेरि, बन्दोबस्त पुरै छ त नि। ल हामी गएको अवस्था। बाई बाई साथीहरू।